It is the first Sunday after we finish our 40 days journey of prayer and fasting. यो मार्च महिनाको पहिलो आइतबार हो अनि यो चाहिँ पहिलो आइतबार हो हामीले 40 दिन उपवास गरिसकेको यो चाहिँ पहिलो आइतबार हो भनेर भन्नुहुन्छ पास्टरले. So I have decided to share from Matthew chapter 4 verse 11. अनि मैले चाहिँ आज निर्णय गरेको छु कि म मत्तीको च्याप्टर 11 बाट म शेयर गर्नेछु भनेर. Okay, Matthew chapter 4 verse 11. मत्तीको 4 को 11. It is written, sorry, maybe the slides are not available. Our technician is not come. Then the devil left him, and the angels came and attended him. Amen. Matthew 4, verse 11. तपाईहरुले मत्तीको 4 पढाएर हेर्नुस् होला. यहाँनिर म यहाँ पढाउँदै छु अलिकति. मत्तीको 4 को 11 मा पास्टरले भर्खरै अंग्रेजीमा पढ्नु भएको छ. त्यसमा यसरी भनिएको छ, त्यसपछि शैतानले येशूलाई छोडिदियो. त्यसपछि केही स्वर्गदूतहरू येशू कहाँ आए र उहाँको सेवा टहल गरे. This was at the end of 40 days of prayer and fasting of Jesus. अनि यो चाहिँ 40 दिन उपवास र प्रार्थना सकिसकेपछिको घटना थियो. Don't worry, maybe they didn't log it. Don't worry. I like this message. I am happy to pronounce it. अनि मलाई यो जुन समाचार छ मलाई एकदमै मन पर्छ यो सन्देश चाहिँ. अनि मलाई यो भन्न पनि तपाईहरुलाई सुनाउन पनि एकदमै मन पर्छ. Jesus had spent 40 days being tested by the devil. अनि येशू ख्रीष्टलाई चाहिँ 40 दिनसम्म चाहिँ शैतानले चाहिँ एकदमै सताइरहेको थियो. By the end of those 40 days, Jesus had passed the test. अनि त्यो 40 दिन सकेपछि चाहिँ येशू ख्रीष्टले चाहिँ उहाँको जुन परीक्षा चाहिँ उहाँले पास गर्नु भएको थियो. The Bible said the devil left him and the angels came and attended him. अनि जसरी यो वचनमा भन्दछ यो 40 दिन कटेपछि चाहिँ शैतानले येशूलाई छोडिदियो अनि त्यसपछि स्वर्गदूतहरू येशू कहाँ आएर उहाँको सेवा टहल गरे भनेर. Let this be your portion and my portion. अनि यो जसरी घटना येशू ख्रीष्टलाई भएको थियो त्यसरी नै यो चाहिँ तपाईमा पनि भएको होस् अनि यो मेरो पनि घटना हुन सकेको होस् भनेर हामीले प्रार्थना गरौँ. I speak to the devil who has been harassing you for the past days or months to leave you alone. अनि म प्रार्थना गर्दछु कि तिनीहरूलाई जति पनि शैतानहरूले जुन पनि शैतानहरूले दुष्ट आत्माहरूले जति सताइरहेको छ अहिलेसम्म त्यो सबै शैतानहरू तपाईको शरीर अनि तपाईको मस्तिष्क छोडेर अहिले नै निस्केर गइसकेको छ. And I welcome the angels of God to come and take care of you and take care of us. अनि म परमेश्वरको स्वर्गदूतहरूलाई बोलाउँदछु कि तपाईको निगरानी उहाँले गर्न सकेको होस् अनि उहाँको सुरक्षामा तपाईहरु बस्न सक्नु भएको होस्. Amen. Amen. Luke chapter 4:13 says the same scripture but give more light. लुकाको पुस्तकमा पनि यस्तै कुराहरू लेखिएको छ तर त्यसमा अलिकति छर्लङ्ग पाराले उहाँले बताउनु भएको छ. Saying that the devil left Jesus until an opportune time. So when the devil left Jesus, he waited for another time to come back again.
अनि लुकाको पुस्तकमा चाहिँ के भनिएको छ भने जब शैतानले उहाँलाई छोड्नु भएको थियो तर शैतानले उहाँलाई पुरै छोड्नु भएको थिएन वा शैतानले चाहिँ अर्को पालि फेरि म दुःख दिनुको लागि फेरि म आउँछु भनेर त्यसको लागि चाहिँ उनले छोडेर गएको थियो. At the moment, I like to speak for that window of time when the devil has left Jesus and he did not stay closer. अनि म त्यो समयको बारेमा म कुरा गर्न चाहन्छु जुन समयमा चाहिँ त्यो शैतानले चाहिँ येशू ख्रीष्टलाई छोडेर जानुभयो अनि त्यतिखेरसम्म चाहिँ शैतान फेरि फर्केर येशू ख्रीष्टको नजिक आसपास कहीँ पनि आउन सकेको थिएन. It is somehow reminding me Isaiah 40 chapter 41 to 2b. आइसायाको 40 को 1 र 2 मा तपाईले हेर्नुभयो भने it reminds me this scripture. अनि यो जुन मैले अहिले भर्खरै भनेको छु त्यो कुरा चाहिँ मलाई यहाँनिर स्पष्ट गराउन खोज्छ. And please receive it in Jesus name. अनि तपाईहरुले यो वचन चाहिँ लिनुस् होला परमेश्वरको नाममा तपाईले यो वचन लिनुस् होला. God has sent me to tell you today. परमेश्वरले मलाई पठाउनु भएको छ कि म तपाईहरुलाई ताकि म यो बताऊ. At the end of these 40 days of journey, अनि यो 40 दिनको उपवास सकेपछिको comfort my people, say your God. Speak tenderly to Jerusalem and proclaim to her that her heart service has been completed, that her sin has been paid for. So in resume, there is a wind of grace in which God wants to speak comfort to you. अनि यो 40 वर्षमा चाहिँ 1 र 2 मा यसरी भनेको छ तिमीहरुका परमेश्वरले भन्नुहुन्छ मेरा मानिसहरुलाई सान्तवना देऊ नम्र भएर यरुशलेमलाई भन तिमीहरुको सेवाको अवधि सकिएको छ तिमीहरुले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ परम प्रभुले यरुशलेमलाई उसले गरेको एउटा पापको लागि 2 पल्ट दण्ड दिनुभएको छ भनेर भनिएको छ. It is not a jolly experience to have the devil in your ears day and the night 40 days. अनि यो 40 दिन उपवास बस्दाखेरि चाहिँ जसरी शैतानले उहाँलाई एकदमै सताइराख्नु भएको छ त्यो चाहिँ एकदमै राम्रो कुरा होइन किनभने दिन रात त्यो शैतानले जुन उहाँको कानमा जति कुराहरू फुकिरहेको हुन्छ सताइरहेको हुन्छ त्यो चाहिँ एकदमै खुसी हुनुपर्ने कुरा नै होइन यो चाहिँ. 40 days of nightmare. अनि 40 दिनको एकदमै एकदमै सतावट थियो यो चाहिँ. I wish I knew it in Nepali. But by the grace of God, every night has an end, and the morning surely comes. अनि तर यो 40 दिन जति पनि यो चाहिँ एकदमै यो नाइटमेयर चाहिँ नेपालीमा दुःस्वप्ना भन्दो रहेछ दुःस्वप्न भए पनि अन्तमा गएर चाहिँ उज्यालो किरण आउनै परेको थियो अनि त्यो चाहिँ दिन राम्रो दिन चाहिँ आउनै परेको थियो भनेर भन्नुहुन्छ पास्टरले. Hallelujah. Amen. Now the angels came to take care of Jesus. अनि स्वर्गदूतहरू आए ताकि उहाँ स्वर्गदूतहरूले चाहिँ येशू ख्रीष्टको चाहिँ ख्याल गर्न सक्नु भनेर आउनु भएको थियो स्वर्गदूतहरू. Can you see the contrast of 40 days of nightmare, witching of the devil, and then now the angels come to surround? तपाईहरु सोच्नु सक्नुहुन्छ 40 दिनसम्म चाहिँ शैतानले उहाँलाई एकदमै सताइराखेको थियो शैतान उहाँको अघि पछि घुमिरहेको थियो अनि 40 दिन कटेपछि चाहिँ एकदमै स्वर्गदूतहरू एकदमै उहाँमा समाउनु भयो अनि स्वर्गदूतहरूले उहाँलाई एकदमै प्रोटेक्सनमा राख्नु भयो अनि उहाँको घेरा लाउनु भएको थियो. We don't know what kind of care the angels brought to Jesus. It is not written. अनि हामीलाई थाहा छैन कि स्वर्गदूतले चाहिँ कसरी येशू ख्रीष्टलाई चाहिँ सम्हाल्नु भयो अथवा
उहाँको देखभाल गर्नुभयो किनभने यहाँ प्रष्ट तरिकाले भनिएको छैन But I sincerely and I believe this. तर म महसुस गर्न सक्छु अनि म विश्वास गर्छु कि They brought 3 kinds of care to Jesus. अनि स्वर्गदूतहरूले चाहिँ येशू ख्रीष्टलाई चाहिँ 3 खालके चाहिँ ख्याल गर्ने कुराहरू उहाँको लागि ल्याउनु भएको थियो भनेर The first care they brought to Jesus is a friendly talk, the greetings from God the Father. अनि पहिलो हेरचाहको कुरा जुन स्वर्गदूतले उहाँको लागि ल्याउनु भएको थियो म चाहिँ कल्पना गर्न सक्छु कि एउटा चाहिँ एकदमै राम्रो खालके बोली अनि एकदमै मिलनसार खालके बोली जुन चाहिँ परमपिताद्वारा आएको थियो You remember how the devil has been attacking Jesus. If you are the Son of God, if you are the Son of God, if you are the Son of God, do this, prove it. But now Father himself come and tell Jesus, well done. अनि त्यो 40 दिनमा जब उहाँलाई शैतानले दुःख दिइरहेको बेला चाहिँ त्यो शैतानले चाहिँ त यदि परमपिताको छोरा हो भने अथवा त यदि प्रभुको छोरा हो भने त यस्तो गर उस्तो गर भनेर कति दोसाइरहेको थियो उहाँलाई हैन तर त्यो 40 दिन सकेपछि चाहिँ जब स्वर्गदूतले उहाँलाई हेरचाह गर्न आउनुभयो त्यतिखेर चाहिँ अनि परमपिता स्वयंले उहाँलाई एकदमै स्याबास दिनु भएको थियो Trust me, every child longs to hear the approval from the Father. अनि हामी सबै छोराछोरीहरू चाहिँ आफ्नो पिताबाट चाहिँ एकदमै स्याबासी हामी चाहिँ थाप्न एकदमै हामीलाई चाहिँ एकदमै जिज्ञासा स्याबासी थाप्नको लागि एकदमै उ भइरहेको हुन्छ The second care is food. अनि अर्को हेरचाह चाहिँ उहाँको लागि खाना ल्याउनु भएको थियो होला Because Jesus has been hungry for 40 days no eating. अनि किनभने उहाँ 40 दिनसम्म चाहिँ केही पनि खानपिन नगरिकन बसिराख्नु भएको थियो And the devil was testing him to see that, to suggest to Jesus how you can make money, how you can make food. अनि त्यो 40 दिनको परीक्षामा चाहिँ शैतानले चाहिँ उहाँलाई त कसरी धनी हुन सक्छस् अथवा कसरी राम्रो खानाहरू खान सक्छस् अथवा कति त्यो टेम्पटेशन्सहरू परीक्षाहरू ल्याएको थियो Jesus refused every suggestion from the devil. अनि परमेश्वरले त्यस्तो सबै हरेक त्यो दुष्टको जुन चालहरू थियो त्यो सबैलाई इन्कार गर्नुभएको थियो So God has to bring food through the angel for his son. अनि परमपिताले चाहिँ उहाँको स्वर्गदूतहरू खटाएर उहाँको लागि एकदमै राम्रो खानाहरू स्वर्गदूतद्वारा ल्याउनु भएको थियो Hallelujah. Amen. Please don't accept any voice suggesting you a solution which you know is not in line with the word of God. Refuse it. That's right. अनि हाम्रो कानमा कति परीक्षाहरू आउँदाखेरि कति सोल्युसन्सहरूको कुरा भन्नाले उत्तरहरू हामीलाई दिइरहेको हुन्छ कति चाहिँ त्यो उत्तरहरू चाहिँ कति शैतानहरूबाट आइरहेको हुन्छ तैँले यस्तो गरिस् भने तैँले यस्तो पाउँछस् भनेर उत्तरहरू चाहिँ त्यो शैतानबाट हामीलाई चाहिँ आइरहेको हुन्छ अनि यदि त्यो जुन हामीलाई जुन कार्य गर्नु खोजिरहेको छौँ अनि त्यो कानमा जुन हाम्रो आवाजहरू आइरहेको छ शैतानद्वारा त्यो चाहिँ यदि बाइबल अनुसार हामीले चलेको छैन भने चाहिँ त्यसलाई चाहिँ तपाईँले इन्कार गर्नुहोस् किनभने त्यो चाहिँ बाइबल त्यो चाहिँ परमेश्वरद्वारा होइन शैतानद्वारा आएको हो Sometimes I wonder how she's trying. I say a few words, she went You don't need to trust her. Hallelujah. Amen. When Jesus said, "Man will not live on bread alone, but on every word which comes from the mouth of God," जब बाइबलमा जब परमेश्वरले जब भन्नुभएको थियो कि मानिस चाहिँ खानाद्वारा मात्र होइन तर वचनले बाँच्न सक्छ भनेर I believe it's not only for bread to eat. अनि यो चाहिँ भोजन जस्तै हामी रोटी खानको लागि मात्र होइन Every problem, every need, every situation come across you, the solution is here.
अनि यो चाहिँ जब भोजनको कुरा मात्रै गरेको होइन जस्तो लाग्छ मलाई चाहिँ यो चाहिँ सबै हाम्रो जति पनि बाधाहरू आउँछन् जीवनमा अथवा अडचनहरू आउँछन् हामीलाई कति हाम्रो कति समस्याहरू हुन्छ सबैको उत्तर चाहिँ यो हाम्रो बाइबलद्वारा वचनद्वारा हुन्छ। My friends, train yourself that every day you get something personal from the word of God. You know, this is my word for today. अनि हामी सबैजना एउटा प्रयास गरौँ कि हामी जहिले दिनदिनै परमेश्वरको एउटा वचन हामीले मनमा लियौँ अनि हामीले त्यो वचनलाई अध्ययन गरौँ अनि हामीले चाहिँ त्यो वचन चाहिँ मेरो लागि यो वचन हो भनेर चाहिँ हामीले एकदमै त्यसलाई चाहिँ पालना गर्ने हामीले चाहिँ त्यो प्रयास गरौँ दिनदिनै। So angels brought food to Jesus and a drink to Jesus. अनि जसरी स्वर्गदूतले चाहिँ उहाँको लागि परमेश्वरद्वारा ल्याएको खाना र भोजनहरू अनि पानीहरू उहाँले दिनुभएको थियो। The third care they brought to Jesus, I think, अनि तेस्रो हेरचाह जुन स्वर्गदूतले ल्याउनु भएको थियो उहाँको लागि मलाई लाग्छ कि के हो भन्दा is heavenly worship, singing and praising God. अनि त्यो चाहिँ स्वर्गबाट आएको जुन भजनहरू अनि स्तुति प्रशंसा आराधना हो जस्तो लाग्छ मलाई चाहिँ। Because in all those areas the devil has been testing Jesus. किनभने यी सबै क्षेत्रहरूमा चाहिँ शैतानले चाहिँ परमेश्वरलाई त्यो 40 दिनमा चाहिँ एकदमै सताइरहेको थियो यो क्षेत्रहरूको कुरामा चाहिँ। In one text the devil has suggested to Jesus, worship me and we will have all this. अनि एउटा परीक्षामा चाहिँ त्यो शैतानले चाहिँ येशू ख्रीष्टलाई चाहिँ मलाई पूजा गर अथवा मलाई तैले मान्नुपर्छ अनि तैले मलाई मानिस् भने मात्र म तँलाई सबै कुरा यो थोक दिन्छु भनेर उसले भनेको थियो। Jesus has refused all this. अनि येशू ख्रीष्टले चाहिँ यी सबै कुराहरू इन्कार गर्नुभयो। So the angels brought the worship from heaven to surround Jesus so that the angels with Jesus, they are worshiping God alone. अनि स्वर्गदूतहरूले चाहिँ सबै त्यो प्रार्थनाको जुन आराधना भक्तिहरू सबै स्वर्गबाट उहाँले चाहिँ येशू ख्रीष्टलाई खनाउनु भयो अनि यसरी खनाउनु भयो कि सबै स्वर्गदूतहरू अनि येशू ख्रीष्ट स्वयं मिलेर चाहिँ परमेश्वरको महिमा अनि प्रशंसा गर्न सकेका थिए। I hope you know that our money, our offering, our tithe, this is a part of worship. That's right. अनि तपाईहरुलाई थाहा नै छ होला सायद यो हामी जुन यो भेटीहरु संकलन गर्दछ यो भेटी पनि एउटा प्रार्थनाको एउटा हाम्रो एउटा भाग हो। The wise king who had come to see Jesus the king, they came from miles away and they said, we heard that the king is born and we have come to worship and they brought gifts. अनि जुन त्यो येशू ख्रीष्ट जब जन्मिनु भएको थियो त्यो तीनटा जुन स्वर्गदूतहरू जुन तीनटा जुन ज्योतिषीहरू जुन आएका थिए जुन टाढाबाट उनीहरूले चाहिँ येशू ख्रीष्टको लागि कोसेली पनि ल्याउनु भएको थियो एउटा भेटी स्वरूप एउटा कोसेलीहरू पनि ल्याउनु भएको थियो त्यो चाहिँ एउटा प्रार्थना गरेको स्वरूप हो। Hallelujah. Amen. Paul suggests to us actually remind that there is even more to this kind of worship. अनि यस्तो खालके प्रार्थनामा चाहिँ अझ त्यसमा अझ गहिरो कुराहरू हुन्छ भनेर भनेको छ। Oh, that God will help us to maintain this kind of offering. अनि परमेश्वरले चाहिँ यो कुराहरुमा पनि हामीले जसरी हामीले भेटीहरु अफर गर्दछ यो कुराहरुमा पनि परमेश्वरले हामीलाई एकदमै सहायता गर्नुहुन्छ भनेर वचनले भन्दछ। That your body, my body, to remain as a living sacrifice offered to the living God. अनि अर्को एउटा प्रार्थना गर्ने एउटा बाटो चाहिँ तपाईको शरीर र हाम्रो शरीर यो चाहिँ हाम्रो परमेश्वरको नाम हामीले गरेको छौं एज अ के भन्छ यो दान लिभिङ sacrifice. Hallelujah. Amen. Pastor Evangeline was sharing with us on the Holy Communion. अनि पास्टर इभान्जेलले जसरी यो आजको यो हाम्रो होली कम्युनियन बार्दाखेरि कुरा गर्नु भएको थियो।
that Jesus is already in us when we have received Him. अनि परमेश्वर चाहिँ हामीमा समाइसक्नु भएको छ अनि किनभने हामीले जब उहाँलाई लियौँ हामीले जब उहाँलाई अपनायौँ उहाँ चाहिँ हामीमा आइसक्नु भएको छ भनेर भन्नुभयो Hallelujah. In return, the Holy Spirit wants us, we let our body to remain the house of the Holy Spirit. अनि जसरी परमेश्वर जसरी येशू ख्रीष्ट हामीमा समाइसक्नु भयो त्यसरी पनि हामीले आफ्नो शरीरलाई चाहिँ हामीले चाहिँ पवित्र आत्माद्वारा चलाउनु सक्ने खालके हामीले चाहिँ त्यो सक्नुपर्छ हामीले दिनुपर्छ भन्नुहुन्छ Hallelujah. Amen. Are we together? Yes, amen. I want to compare the 40 days of prayer and fasting of Jesus and our 40 days of prayer and fasting. अनि आज चाहिँ म चाहिँ येशू ख्रीष्टले जुन उहाँको 40 दिन उपवास गर्नुभएको थियो त्यो कुरालाई अनि हामीले जसरी 40 दिन उपवास र प्रार्थना गरेको थियौँ त्यो कुरालाई म चाहिँ आज तुलना गर्न चाहन्छु Jesus spent 40 days with no food at all. अनि येशू ख्रीष्ट चाहिँ 40 दिनसम्म चाहिँ उहाँले चाहिँ केही खानपिन बिना नै उहाँले चाहिँ बस्नु भएको थियो But praying and reading the word of God. तर प्रार्थना अनि परमेश्वरको वचन उहाँले पढिराख्नु भएको थियो For us, we said we will be eating something in the afternoon or the evening. तर हाम्रो तुलनामा चाहिँ हामीले आफ्नो तुलना गर्दाखेरि चाहिँ हामी चाहिँ दिउँसो अथवा बेलुका चाहिँ हामी केही खानेछौँ भनेर हामीले भनेको थियौँ And we said we will be working as a team. अनि हामीले भन्यौँ कि हामी चाहिँ एउटा टिम जसरी चाहिँ हामी चाहिँ काम गर्नेछौँ भनेर हामीले भनेका थियौँ We said there is no obligation for everyone to complete these 40 days of fasting and eating. There is no obligation if you choose so, but will be some of us taking a few days, another few days, a week, so that all together we know we are in this atmosphere when fasting. अनि हामीले चाहिँ यो 40 दिनमा चाहिँ कसरी गर्यो भन्दाखेरि चाहिँ हामीले चाहिँ टोली बनाएका थियौँ अनि त्यसमा चाहिँ हामीले आफ्नो इच्छा अनुसार चाहिँ हामीले 2 दिन कसैले 2 दिन त्यसरी गरेर चाहिँ हामीले प्रार्थना उपवासहरू बसेका थियौँ अनि यो चाहिँ अनिवार्य रूपमा छैन यदि तपाईको इच्छा छ भने गर्नुहोस् भनेर हामीले चाहिँ त्यो रूपमा चाहिँ हामीले गरेका थियौँ We said our emphasis is put on prayer and seeking God. अनि हाम्रो मुख्य कुरा चाहिँ यसमा के थियो भने हामी चाहिँ प्रार्थना गर्ने अनि हामी चाहिँ परमेश्वरलाई खोज्ने अथवा परमेश्वरसँग नजिक हुने हाम्रो चाहिँ त्यो चाहिँ मेन हाम्रो टार्गेट थियो I'm happy to announce a very good news. अनि म चाहिँ एकदमै खुसी छु म एकदमै आज चाहिँ खुसीको सूचना म दिन चाहन्छु Jesus was and is in our team, or let's say we are in the team of Jesus. अनि खुसीको सूचना चाहिँ के हो भन्दाखेरि चाहिँ येशू ख्रीष्ट चाहिँ हाम्रो टोलीमा पनि येशू ख्रीष्ट हुनुहुन्थ्यो अथवा हामी चाहिँ येशू ख्रीष्टमा थियौँ The victory he won is for all of us. अनि उहाँको जुन उहाँले विजय गर्नु भएको थियो त्यो विजय चाहिँ हामी सबैको लागि हो I like to remember this example which most of us are familiar. अनि मलाई चाहिँ जहिले पनि एउटा एक्जाम्पल चाहिँ मलाई याद आउँछ जुन चाहिँ हामीले सबैमा चाहिँ हामीले थाहा भएको कुरा हो Don't be distracted, just focus here. The child is welcome. He's in the hands of the angels. Amen. Amen. In the football team, please, even Paul spoke about, Olympics. He spoke about sports so that we may learn. अनि फुटबलमा पनि जसरी म फुटबलको कुरा गर्न चाहन्छु अनि जसरी पलले चाहिँ ओलम्पिक्सको बारेमा एक्जाम्पलहरु गर्नुभएको थियो There are some players who get injured while they are playing.
अनि कुनै कुनै खेलाडीहरूले चाहिँ खेल्दाखेरि उहाँहरू चाहिँ घाइते हुन्छ An accident, somebody come and they have to take you out of the pitch. अनि उनीहरू घाइते हुँदाखेरि चाहिँ त्यो खेलाडीलाई चाहिँ उहाँले त्यो ठाउँबाट ग्राउन्डबाट निस्किनु परेको हुन्छ Maybe in these 40 days you have been injured spiritually in one way or another. अनि त्यसरी नै यो 40 दिनको उपवासमा चाहिँ तपाईहरु पनि सायद कतिजना घाइते पनि हुनुभयो होला एकदमै शैतानको बाधाहरू पनि आयो होला तपाईमा एक प्रकारले अर्को प्रकारले But our team with Jesus, we kept playing. तर हामी एउटा टोली भएर काम गरिरहेको थियौ अनि हामी चाहिँ परमेश्वरको नाममा हामी चाहिँ खेलिरहेको थियौ अझै पनि Some player received the red card. They actually you've done wrong. Go out of the pitch. अनि जसरी फुटबलमा चाहिँ के त्यो रुल अनुसार हामीले खेलिनौं भने चाहिँ कतिले चाहिँ रेड कार्ड पाउँछ त्यो भएपछि चाहिँ उहाँहरु चाहिँ त्यो ग्राउन्डबाट चाहिँ निस्किनु पर्ने हुन्छ उहाँ चाहिँ आउट भएको हुन्छ It is even possible that the team at the beginning start with losing. अनि यो पनि हुन सक्छ कि जसरी फुटबलमा हामी सुरुमा चाहिँ हामी अर्कोसँग फुटबल खेलिरहेको बेला सुरुमा चाहिँ हारिरहेको हुन्छौं हामीले त महसुस भइरहेको हुन्छ त्यसरी नै हाम्रो 40 दिनको उपवासमा पनि हामी सायद जितिरहेको थिएनौं होला Maybe the other team is scoring ahead of you. अनि सायद त्यो अर्को टिमले चाहिँ अर्को टोलीले चाहिँ एकदमै गोलहरु गरिरहेको थियो होला But what count by the end of the day is the final score. Your team, let's say our team of Jesus, we know he has won, and those who have been injured, those who received the red card, they all celebrate with the team which has won, correct? Yes. That's right. अनि जतिसुकै त्यो खेलाडी त्यो टिमको खेलाडी घाइते भए तापनि अथवा रेड कार्ड पाए तापनि अथवा सुरुमा हारिरहेको थियो भने पनि अन्त्यमा गएर उसले त्यो टोलीले चाहिँ जित्यो भने चाहिँ त्यो घाइते भए तापनि मान्छेहरु आउट भए तापनि त्यो केही पनि महत्त्वपूर्ण राख्दैन महत्त्वपूर्ण मात्र के राख्छ भने उहाँ अन्तिममा उसको जित भयो अनि त्यो घाइते भएको खेलाडीहरु पनि एकदमै रमाउँछ हर्षित भएर I speak confidently before God and before you. अनि म एकदमै कन्फिडेन्ट भएर म भन्न चाहन्छु तपाईहरुको छेउमा अनि परमेश्वरको छेउमा We have won. Amen. Hallelujah. Amen. Yes. We have won. हामीले जितेका छौं And then we shall see result. अनि हामी चाहिँ त्यसको चाहिँ रिजल्ट हामी देख्ने छौं That's right. After those 40 days, Jesus did not stop praying. अनि त्यो 40 दिन सकेपछि पनि परमेश्वर येशू ख्रीष्टले चाहिँ प्रार्थना गर्न छोड्नु भएन The 40 days were like to generate power to help him in his preaching, teaching, and the work serving God. अनि त्यो 40 दिन चाहिँ उहाँले चाहिँ कसरी चलाउनु भयो भन्दा चाहिँ त्यसबाट चाहिँ उहाँले एकदमै उहाँ चाहिँ फुल्ली चार्ज भएर त्यो समय जति उहाँले परीक्षामा उहाँले जति परीक्षाहरू आएको थियो उहाँलाई त्यो कुरा चाहिँ उहाँले एकदमै अझै दरिलो भएर प्रार्थना गर्नको लागि सुसमाचार सुनाउनको लागि अनि उहाँको चेलाहरूलाई परमेश्वरको वचनहरू सिकाउनको लागि उहाँले लागि परे If we keep this attitude, we will see miracle, we'll see fruit and the result coming simply coming spontaneously in our lives. अनि हामीले यस्तै खालके मानसिकता हामीले येशू ख्रीष्टले जसरी यस्तो मानसिकता राख्नु भएर अगाडि बढ्नु भएको थियो यसरी नै हामीले हाम्रो जीवनमा पनि यस्तै मानसिकता हामीले राख्यौ भने कुनै कुरा हामीमा जुन परिणामहरू हुन्छ हामीले असल परिणामहरू मात्र पाउने छौं हामीले हरेक कुरामा चाहिँ हामी असल हामीले फलहरू पाउने छौं भनेर भन्नुहुन्छ I give you a testimony to encourage you. अनि म तपाईहरुलाई एउटा टेस्टिमोनी सुनाउने छु तपाईहरुको हौसला दिनको लागि Sometimes in February, maybe the first week of February or half, I don't remember. This year. अनि यो फेब्रुअरी महिनाको सुरुतिर अथवा बिचतिरको कुरा हो The Holy Spirit told me, pray for one member of your family
in Africa, the devil is targeting to have that person killed and they die so that you receive news of death. अनि मलाई चाहिँ परमेश्वरले मलाई चाहिँ पवित्र आत्माले चाहिँ मलाई यो कुरा मेरोमा लगाइदिनु भयो कि एउटा तिम्रो नजिकको परिवारको लागि परिवारको सदस्यको लागि तिमी प्रार्थना गर किनभने शैतानले चाहिँ उसको जीवन चाहिँ अन्त्य गर्न लागेको रहेको छ अनि तिम्रो खबर तिम्रो परिवारमा चाहिँ यो खबर आउनेछ कि उसको अन्त्य भएको छ अथवा उसको मर्नेछ भन्ने कुराहरू आउनेछ भनेर. And the plan of the devil is that by the end of February for you to receive a bad news. अनि शैतानको उद्देश्य चाहिँ के छ भन्दाखेरि चाहिँ यो फेब्रुअरी महिनाको अन्तिम समयमा चाहिँ तिमीले चाहिँ एउटा एकदमै दुःखद समाचार तिमीले सुन्नेछौ भनेर. I thought about my auntie, the younger sister to my mom, because now she's come somehow old and she's suffering from various things. I thought about, and I prayed for her, but my mind was about my auntie. अनि त्यो जब पवित्र आत्माले जब मलाई एउटा दिनुभएको थियो जुन एउटा दिनुभएको थियो त्यो उद्देश्यहरू अनि त्यसमा चाहिँ मैले चाहिँ के सोचे भन्दा मेरो परिवार को होला हुन सक्छ भन्दाखेरि चाहिँ मेरो एउटा आन्टी हुनुहुन्थ्यो एकदमै सबैभन्दा सानो आन्टी उहाँ चाहिँ एकदमै अहिले एकदमै अलिक बिरामी पनि हुनुहुन्थ्यो अनि मेरो सोचमा चाहिँ उहाँ मात्र आएको थियो अनि मैले उहाँको लागि प्रार्थना गरेँ. But my auntie is fine. तर मेरो आन्टी एकदमै ठीक हुनुहुन्छ. Few days ago, before February end, few days ago, अनि 2-3 दिन अगाडिको कुरा हो जब फेब्रुअरी एन्ड भएपछिको कुरा. I received the news that one of my cousins, a daughter of my auntie in Congo, is in coma, terribly, almost dying. अनि मैले यो समाचार पाएँ कि मेरो आन्टीको चाहिँ छोरी थियो जुन चाहिँ मेरो अब मेरो दिदी बहिनी पढ्नुहुन्छ उहाँ चाहिँ एकदमै कङ्गोमा चाहिँ उहाँ एकदमै कोमामा जानुभएछ अनि एकदमै मर्ने जस उहाँ चाहिँ एकदमै नाजुक स्थिति भएको छ भनेर. It was an emergency. We pray but to see how we pray but somehow panicking but still praying. अनि हामी चाहिँ त्यो समाचार सुनेर चाहिँ एकदमै आतुर भयो अनि हामी चाहिँ प्रार्थना पनि गर्यौं तर एकदमै हाम्रो चाहिँ एकदमै आत्तिरहेको थियो अनि हामीले एकदमै मिलेर प्रार्थना पनि गर्यौं. The Holy Spirit told me, didn't I tell you early enough that by the end of February the devil was planning you will receive bad news from your family. अनि पवित्र आत्माले चाहिँ मलाई झस्काउनु भयो कि मैले तँलाई पहिला नै भनेको थिएँ कि यो फेब्रुअरीको अन्तिम समयसम्म चाहिँ एकजना त्यो शैतानले चाहिँ तँलाई यो समाचार ल्याउनेछ कि तेरो एकजना परिवार चाहिँ एकदमै यो अन्तिम समयमा गुजर्नेछ भनेर मलाई पवित्र आत्माले झस्काउनु भयो. The Holy Spirit cheer up. अनि पवित्र आत्माले मलाई हौसला दिनुभयो. I communicate the news in Bukavu. अनि मैले यो कुरा चाहिँ उहाँ जुन बस्ने ठाउँमा मुकावे भन्ने बस्ने ठाउँमा मैले भने उहाँमा त्यहाँनिर. And those attending to that lady, when they heard it, they felt comforted. अनि जो उहाँलाई मेरो जुन बहिनीलाई जहाँ भेट्नु गएको थियो उहाँ सबैजना एकदम अलिक निर्धक्क हुनुभयो. The following day, that cousin came back for a few minutes and went again in a sleeping mode. At least came back, she could somehow communicate something. अनि त्यसको अग्लो दिन चाहिँ मेरो बहिनी चाहिँ उठ्नु भयो अचानक अनि त्यसपछि अलिकति बोलेको जस्तो पनि गर्यो अरे अनि त्यसपछि फेरि सुत्न फेरि ब्याक टु फेरि त्यस्तै बियोस जस्तै हुनुभएछ. This is to say that who are we so that we live with the living God who knows everything, who speaks to us and we know God is spoken. अनि हामी त को हौ र यदि परमेश्वरले नै भनिसक्नु भएको छ कि एकदमै हामीलाई निर्धक्क हो भनेर अनि परमेश्वरले त्यो भनिसक्नु भएको छ भने हामीले केही गरेर पनि हुँदैन. हामीले जस्ट मात्र परमेश्वरमा भरोसा गर्नुपर्छ. Be of good cheer. अनि हामी चाहिँ परमेश्वरमा निर्धक्क भएर बस्नु पर्दछ. Receive the ministry of the angels of God. अनि स्वर्गदूतहरू परमेश्वरले खटाउनु भएको स्वर्गदूतहरू द्वारा चाहिँ जति पनि सुसमाचारहरू चाहिँ हामी चाहिँ लिन सक्नुपर्छ.
we shall go from strength to strength. हामी चाहिँ एकदमै बलियोबाट अझ बलियो हुँदै हामी हिँड्न सकेको हौँ Till we see him in his eye. अनि जबसम्म हामी उहाँलाई प्रष्ट रूपमा देख्न सक्दैनौँ Jesus, thank you so much for this sharing. Inasmuch you were encouraged by heavenly visit after your 40 days, I speak encouragement from heaven to the whole church in Jesus' name. Heal those who have been injured on the journey. Tell them that you have forgiven us all. We have taken upon you all our weaknesses, all our frailty, and you surround us with heavenly, friendly church. In the name of Jesus, let the memory of the devil be forgotten, so that in our ears we hear the whisper of the Holy Spirit, the whisper of the angels, the guidance from you. In Jesus' name, light our path onward. I speak blessing on each of us this month. Hallelujah. Day by day, so we shall see the glory of the Lord. May our ears hear good news. May our knees be strengthened as we keep on seeking you. And may our mouth be open to proclaim good news all around. I say you enable us. Peace. Peace. Hallelujah. On every mind, may each of us hear a friendly talk from heaven. In Jesus' name. Amen. Amen.